सबैजना लिफ्टमै चढेर जानुपर्ने यही हो क्या घोडा देखेपछि खोडा हुन्छ मान्छे भनेको यत्रो सिडी हुँदा हुँदै लिफै चढ्नु पर्ने मेरो त खानदानी ज्यान बचाउनु परेन त मेरो त खानदानी ज्यान हो बचाउनु पर्यो हेलो भनेपछि हामी नपर्खिने कलाकार हुन्छ होइन अरूलाई चाहिँ हुँदैन अरे भनेर यी यता लिस्टमा पठाउनु भयो होइन अनि यतिजना चाहिँ कलाकार छौ मान्छेहरू अब जे हो भने होइन खानदानी ज्यान हो यदि त बचाउनै पर्यो ज्यानहरू प्लिज अरू नअटे पनि म चाहिँ अट्नु पर्यो है अरू नअटे पनि म चाहिँ अट्नु पर्यो है लास्टमा अब लास्टमा लिपमा चढेको त्यहाँ उता जाने चाहिँ नभन्नु नि फेरि यो सबैमा त भिडियो गर्नु सबैलाई म्याम त अरू भन्दा पनि यो बोलेको चाहिँ काट्नु पर्यो के जस्तो हाँस्नुहुन्छ अरे तुला चाहिँ म भाइरस जस्तो अरे सुरुमा गोर्खा डिपार्टमेन्ट खुलेको बेलामा खोइ हिँड्ने मान्छेलाई भेट्यौँ कि भेटिनँ मेरो ए आइसक्नु भएछ त अनि अब फेरि स्माइलै कडा छौँ हाम्रो राजेश सरको चाहिँ फेरि हामी लाइनमा बसिसकेका छौँ अनि हाम्रो लागि टिकट चाहिँ सरले अलरेडी लिएर हातमा बस्नु भएको छ अनि मिङले फुङ्की अर्थ चाहिँ रहेछ अब मलाई कति कुरा चाहिँ प्रोनाउन्स गर्नु आएन होला माफी चाहन्छु अनि यसको नेपाली मिनिङ चाहिँ रहन जान्छ आँखाको नानी अनि यो चाहिँ हामी हेर्न जाँदैछौँ अनि यो फिल्म हेरेर म यसको रिभ्यू पुरै बताउन नसके पनि कस्तो छ भन्ने कुरा चाहिँ म भन्छु ल ओहो सेवारो हेलो हामी बच्चन सरको फिल्म हेर्न आएको छौँ अनि एक्चुली अनि हामी चाहिँ रेड स्टार टिम आइसकेका छौँ अतिथिज्यू अनि त्यसै गरी हाम्रो यस क्यामेरा यस हलमा उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू वरिष्ठ पत्रकार मित्रहरू नेपालीमा मिनिङ थाहा भइसक्यो हामीलाई त्यसको अर्थ र अतिथिज्यू लगायत यहाँ लिम्बू संस्कारमा आधारित मात्रै नभएर हरिमाया मादेनको यो जीवनीमा आधारित एउटा फिल्म रहेको छ र यहाँले यो फिल्मलाई माया गरिदिनु हुनेछ भन्ने म पूर्ण विश्वास राख्न चाहन्छु अहिले त्यत्रो हाम्रो रेस्टार्ट स्कुलको लोगो आएको छ कति धेरै खुसी मिल्दो रहेछ नि मान्छे बु पनि आयो हौ कतिवटा छ आमा जस्तो लक्षण देखिन्छ त बसन्त सर ए ल बसन्त सर ठुलै बडाको छोरी होइन र उहाँ त हो नि यो दिदी त त्यति कमजोरी मान्छे त होइन हौ हो नि सर मगनी टुटाएर आफूले मन पराएको केटा रोजेर जाने आँट भएको पो हो त खै के भएको हो 3 दशक बितिसके सम्झिन्छु पनि कसरी ठिकै छ केही छैन आजको दिनसम्म जाति कुशलै छ जेठा खसे हो कुर्नेलाई खोज्नु के हो बजाउँदै बेला बजारमा गाई बस्तुको सोत्तर सोरेको छैन सुँगुर बिहाको 2 दिन भयो पाठापाठी स्याहारेको छैन खुब पैसा आएको
वचन मन अनि मित्रता यो जब तुर्छ नि आवाज नआए पनि साह्रै पीडा हुँदो रहेछ प्राप्त तरुण पनि घरमा आएको छ बिहा खाइदिनुपर्छ त काकी तिनटाले ठुल्यारे असाली गान्छिन् निमामु मेसुक्तुन खाले जोगुले तिनटाले ठुल्यानु असाली गान्छिन् भने नि र पनि म हजुरलाई माया नै गरिरहनेछु जिन्दगीभर साँच्चीकै माया गर्नुहुन्छ आदनबे भाइ अडाम्ने बसन्त सर मलाई एउटा कुरा भन्नु मन लाग्यो क्या एउटा छ नि लास्टमा त्यो कुरीति विसङ्गति त्यो समथिङ त्यस्तो अब हाम्रो समाजमा हुन्छ नि त होइन त्यो कुरा चाहिँ यदि उहाँले चाहिँ हिरोइनीले चाहिँ त्यो कुरालाई सोचेर उहाँले चाहिँ के गर्नुभयो लास्टमा बिहे गर्नु भएन आफ्नो मायालाई एक्सेप्ट गर्नु भएन नि त यदि उहाँले एक्सेप्ट गर्नुभएको भए चाहिँ जित्थ्यो होला क्या त्यहाँबाट चाहिँ त्यो कुरीति कुसंस्कृतिहरूलाई चाहिँ ब्रेक भएर आउँथ्यो होला नि त यता कि रियालिटीमा उयो भएर सर यस्तो भएको बाँधे हो यो मैले कुरा बुझेँ कि बाँधेको छ तर त्यो चाहिँ हुन नदिनु पर्थ्यो भन्ने कुरा चाहिँ उहाँहरूले ब्रेक गरेर आउनु भएको भए चाहिँ सायद यो कुरा चाहिँ अब चाहिँ नयाँ हुन्छ नि नयाँ खोड्किलो चढ्थ्यो कि भन्ने मेरो चाहिँ कुरा क्या छ यो ल हुन्छ धन्यवाद एकदम राम्रो रहेछ ल हुन्छ धन्यवाद सम्पूर्णलाई बहुत राम्रो